हामीले प्रतिपक्षलाई बोल्नै नदिने भनेको छैनौँ। प्रधानमन्त्रीले भोलि आएर संसदलाई सम्बोधन गर्छु, प्रतिपक्षले उठाएका प्रश्नहरूको जवाफ दिन्छु भनेर भनिसकेपछि पनि हाउस चल्न नदिनु आफैमा गलत हो। त्यसो हुँदाखेरि तपाईहरुले प्रश्न बुझ्नुपर्ने कुरा के हो भन्दाखेरि हाम्रो नेकपा एमाले वर्तमान संविधानको रक्षाको लागि कटिबद्ध छ। यसलाई कार्यान्वयन गर्ने पक्षमा दृढतापूर्वक उभिएको छ र यो संविधानलाई रक्षा गर्न, यसलाई विकास गर्न र यसलाई विकसित गर्न लागिरहेको हुँदाखेरि प्रतिपक्षले बोल्न नपाउने भन्ने कुरै छैन। तर प्रतिपक्षले बोल्ने कुराहरुमा पनि उले उठाएको आवाजमा पनि दम हुनु पर्यो, आधार हुनु पर्यो नि। 15 गतेको दिन यत्रो घटना भएको छ काठमाडौँमा, त्यो घटनाको बारेमा आज आएर देशलाई जानकारी दिन पाउनु पर्छ कि पर्दैन गृहमन्त्रीले? प्रधानमन्त्रीले त भनिसक्नुभयो भोलि आउँछु भनेर 18 गते। अनि प्रधानमन्त्रीले आउँछु भन्दा भन्दै हाउस यसरी रोक्नु उचित भएन। हाउस चलाऊ, 15 गतेको घटनाबारे गम्भीरतापूर्वक छलफल गरौँ। संविधानमाथि आक्रमण भएको छ, संविधानलाई उल्टाउने कोसिस भएको छ। भुपु भइसकेका राजाको नेतृत्वमा उनको पहल कदमीमा उनको निर्देशनमा जे घटनाहरू काठमाडौँमा 15 गते घट्यो त्यसबारेमा संसदले छलफल गरेर एउटा स्पष्ट धारणा बनाएर अगाडि बढ्नुपर्ने कुरा प्राथमिक हुनुपर्थ्यो। आज हामीले त्यही भएर हाउस चलाऊ भनेर भनेका हौं।